जान सन्चै हुन्छ होला हामी पनि एकदम सन्चै छौँ। अहिले चाहिँ हामी यता मङ्गलबारे बजारमै छौँ होइन। हामी त अस्ति नै आएको नि त गेम खेल्नु यता एकतामा अनि फाइनल पुगेको छौँ। आज छ फाइनल खास चाहिँ अनि हामी चाहिँ यसो बजार डुलेको नि साथीसँग। यो पनि यतै बस्छ आज भेट भयो नि त होइन केटा। मङ्गलबारेको चाहिँ एकदम रमाइलो छ तर चिसो रहेछ क्या पुरा पानी पर्नु आँटिरहेको छ होइन। स्टेडियममै छ पानी छिटा पनि पर्दैछ ट्याक्कै हामी चाहिँ बजारमै छौँ क्या। अनि यसो डुलेको नि त अब के बसिराख्नु भन्दा त यसो डुलिदिएको होइन। आधी टोली चाहिँ रुममै छ क्या धुमेकोले गर्दा अलिक अँधेरो देख्यो है। मङ्गलबारे बजार हामी बजारको बिचमै छौँ क्या। देउमाई नगरपालिकामा पनि आइपुगेको थियौँ। माथि चढ्नु मन लागेको थियो क्या अनि अलिक बिहानै रहेछौँ क्या हामी चाहिँ। बिहानै आएर खुलेकै रहेनछ माथि दिन चाहिँ भ्युज हेरौँ भनेको आमा यो के हुस्से होइन। हुस्से चाहिँ बहुत लागेको छ यो चाहिँ होइन। हाम्रो हिन्दी बोल्न पनि आता है नि फेरि आता है चाहिँ देउमाई नगरपालिकाको मुनि छौँ है हामी चाहिँ होइन। चढ्नु खोजेको अलिक बिहानै आइएछ क्या बिहानै आइएछ। हामी चाहिँ फेरि छिटो मान्छे हो नि त बिहानै उठिन्छ बिहानै धेरै चालिन्छ पनि यताबाट होइन त्यताबाट ल नयाँ बाटो हामीलाई चाहिँ मेरो सरले घुमाउँदैछ है होइन। यो चाहिँ यताको हो नि त अब थाहा हुँदैन आफूलाई। यी पानी पर्नु थाल्यो पनि देखिँदैन पानी पनि परिरहेको छ होइन। मान्छे पनि देखिँदैन हुस्से त्यस्तै लागेको छ केही देखिँदैन। बाइकले हान्छ होला हौ यो हुस्से चाहिँ के हो के छ यार जहिले यस्तै हो नि चिसोमा त यहाँ त नि। यो त हामी चाहिँ हाम्रो केटाहरू रुम भएकोमा पुग्न आँटिसकेको छौँ ल। केटाहरू के गर्दैछ हामी चाहिँ म चाहिँ यता एक्लै दाइकोमा गएर बसेँ। केटाहरू चाहिँ यता रुममा अरे हेरौँ कसरी बसेछ केटाहरू दाइको होइन। केटाहरू चाहिँ हाल त्यस्तो छ है। ओ केटा केटाहरू त्यस्तो भइरहेछ होइन। हामी चाहिँ आइपुगेको हेलो टोली हो बाइक झिकिसक्यो। अब हामी चाहिँ यसो घुम्नु जाँदै आँटेको हो ठिक छ नि होइन। लगाइ ल मङ्गलबारे राइट हुनेछ घुम्ने होइन कता कता हुन्छ। यो मङ्गलबारे हो नि त त्यो मङ्गलबारे बजार हो ट्याक्कसँगले दामी छ हो। अब हामी चाहिँ यो मङ्गलबारे देउमाई नगरपालिका भन्नेतिर जाँदैछौँ गाइस। हामी चाहिँ यो कहाँ अरे है गुफा थुम्कीको मुनतिर नागी भन्ने ठाउँमा आइपुगेको। नागी भन्ने ठाउँमा आइपुगिसक्यौँ होइन। दामी नै रहेछ यार ठाउँ चाहिँ हेरौँ न। बबल छ यार नागी भन्ने ठाउँ चाहिँ। यो के हो यो सेतै फुलेको यार सेतै फुलेको छ क्या दामी रहेछ। केटाहरू चाहिँ फोटो बजाएर खिच्दैछ। के हामी कहाँ अरे आफू चाहिँ गुफा थुम्कीतिर लाग्यो ल। दामी रहेछ ठाउँ चाहिँ। रातो माछा हो हेर माछा रातो कहाँ अरे मानिस यो गुफा थुम्की त बबलै रहेछ नि त यार। फोटो खिच्छु यार कसम लभली नै उहाँ परस फोटो खिच्ने ठाउँ परस हरे एउटा यहाँ पनि खिच्ने नि गाइस यार माछा हेलमेट फाल्दियो माछा अल्झिन्छ कि त। ए रातो माछा एउटा ढुङ्गा भुजा सुजा बोकेर आएको त माछा मार्नु काम दिन्छ होला नि हावाले। रातो माछा रहेछ यार फोटो खिच्ने अरे दामी नै रहेछ क्या। गुफा थुम्की भन्ने ठाउँ चाहिँ चियाबारीले उयो ठाउँमा जाने भन्ने गाइसमा हो उयो गाइस त्यहाँ जानुपर्ने छ ल। त्यहाँबाट राम्रो देख्छ नि त काम चलिहाल्छ त्यही देखाएको त। जमिन सर घुम्ने ठाउँ दामी छ नि होइन। रिङ्गाटा चलिसक्यो घुम्दा यहाँतिर रहेछ नि त पोखरी ल गाइस
अनि यो यहीँ पो हो पाना भनेको पाना ल के हो यो पाना देख्छु त पाना देख्नु पर्यो त यार तिमी फम्मा आएर के गर्छौ हाम्रो चाहिँ यो फोटो खिच्ने अरे होइन रेडीमा बसिसक्यो रेडीमा बसिसकेको छ यो चाहिँ होइन तानु यहाँ अलिकति कपाल सपाल मिलाउँ यो नागा छ त मामा के हो त्यो भनेको जुरो ओ माछा हेरौँ न यार माछा त गरिसक्छ नि यस्तोमा खिचेर हामी फोटो खिच्नु कस्तो आउँछ यता देखायो भइलो छ नि त यहाँ कहिले त प्रेस पर्दैन होला बारी भित्तामा लाजु मेरो अघिको पोखरीमा फेरि फोटो खिच्नुपर्छ आएन राम्रो अब यहाँ गुन्डा भयो